हेलो गाइज, म हो बसन्त लामा, भिजन ब्लग 05 है। आज चाहिँ भने म तपाईँहरूलाई एउटा यस्तो राम्रो होइन ठाउँको ब्लग लिएर आउनेवाला छु साथीहरू होइन। मैले धेरै जसो मन्दिरहरू होइन विभिन्न किसिमका झरनाहरू गाउँ ठाउँहरूको भिडियो म बनाउने गर्छु। आज भने म राम भाइको साथमा छु। हेलो भाइ, राम भाइ। हेलो। हामी जाँदैछौँ साथीहरू है। हामी बाटोमा छु। बाँकी भिडियो है तपाईँहरू हेर्दै गर्नु होला। विभिन्न किसिमका यस्तो रमाइलो रमाइलो भिडियोहरू मैले लिएर आउने गर्छु। त्यो भ्लग आउँछ साथीहरू होइन। यो सबैजनाले मेरो भ्लगलाई माया गरिदिनु होला। मेरो भ्लगलाई भन्दा पनि नेपालको मठ मन्दिरहरू, नेपालको चाहिँ ब्युटिफुल ठाउँहरू होइन माया गरिदिनु होला साथीहरू। विशेष गरी म यस्तो भ्लगहरू बनाउने गर्छु है त साथीहरू। यस्तो छ साथीहरू चङ्गु नारायण जाने बाटो चाहिँ होइन। माथि हेर्नुहोस्, तपाईँहरू मन्दिरहरू हेर्नु सक्नुहुन्छ। म जुम गरेर पनि देखाउँछु तपाईँहरूलाई है। अलि यो ब्लग लिएर आउँदैछु। अफरोड रहेछ यार साथीहरू होइन, गाह्रै छ यहाँ आउनलाई। नेपालको एउटा घुम्नै पर्ने ठाउँ चाहिँ चङ्गु नारायण मन्दिर हो साथीहरू। हामी जाँदैछौँ है। विश्व सम्बन्ध सूचीमा रहेको हाम्रो नेपालको धन है, नेपालको शान, नेपालको जुन मन्दिर, यो चाहिँ बाटोको जङ्गल हो है। जङ्गलको बाटो रहेछ साथीहरू। बवाल छ। राम भाइ, बवाल छ होइन। मन्दिर घुम्नु जाँदैछ साथीहरू। गाह्रो हुन्छ। अब यता तपाईँहरूलाई म देखाउँछु गोकर्णहरू। बाटो त बवाल रहेछ हेर, तल चाहिँ अलिक अफरोड रहेछ है। यो बवाल छ नि बाटो त। बाफ्रे बाफ्रे बराबरी मलाई यस्तो जङ्गलको बाटो हेर्नु एकदम मजा लाग्छ यार। चङ्गु नारायण जाने बाटो है साथीहरू यो है। खालिबाट सब रुखहरू हेर्नुहोस् न है। पुरा हाम्रो जङ्गलको देखको जङ्गलको रुखहरू जस्तो यार। कति पुरानो रुखहरू हो है। यस्तो छ यो रुख हेर्नुहोस् न, यो रुख यस्तो छ कि ठाउँ ठाउँमा चाहिँ यार। यस्तो चाहिँ फेरि फेवातालहरू बनेछ कि बाटो यस्तो यहाँ नगरपालिकाको कर यसरी तिर्न मिल्छ त साथीहरू। साथीहरू उताको भ्यू हेर्नुहोस् है। गाई चाहिँ यहाँ बाँधेको छ। यसरी चाहिँ गाईहरूले चाहिँ फेरि समस्या पनि पार्न सक्छ है। यहाँ यस्तो छ है। यहाँबाट बवाल रहेछ त यहाँ चोक यार। यहाँबाट चोक त बवाल रहेछ भाइ। हेर्नुहोस् यहाँबाट हिँड्यो नि यहाँबाट जाने हो गाडीहरू चाहिँ। पिकनिक स्पोटहरू चाहिँ एकदम दामी छ यहाँ। यो चाहिँ एउटा अपाङ्गहरूको चाहिँ एउटा संस्था हो कि के खालको घर रहेछ यो। अब हामी चाहिँ यो चङ्गु नारायणको सल्लाहघारीको जङ्गलमा है। बवाल छ त यार, बवाल ठाउँ त। यो चाहिँ किन भन्दाखेरि देश विदेश बस्नुहुने मेरो के अरे कलसहरूलाई भ्युजहरूलाई चाहिँ यो चाहिँ चङ्गु नारायणको मन्दिर अहिले पिच पनि लागेको छ है साथीहरू। यही कारणले पनि देखाउनु पर्छ मैले। यहाँ प्रत्येक आउन नसके पनि देश विदेश भएका दिदीबहिनीहरूको लागि, दाजुभाइहरूको लागि, नेपालीहरूको लागि यो चाहिँ मैले अहिले देखाउने सिजन पनि हो भनेर मैले यो गरेको छु साथीहरू। वाउ 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 वाउ, जस्ट वाउ यार। फेरि है यो पानीले चाहिँ नदियोस् भन्ने कुरा हो। हेर्नुहोस् यहाँ पनि पिपलको बोट छ होइन। यतातिर आउँदाखेरि चाहिँ तपाईँहरूले यस्तो पिपलको बोटहरू चाहिँ धेरै देख्न सक्नुहुन्छ है साथीहरू। पिपलको बोटहरू है। ल यस्तो छ साथीहरू यो ठाउँ है। यस्तो छ। यहाँ मान्छेहरू थुप्रै यहाँ चाहिँ घुम्नलाई आउनु भएको छ है। टिकटक भिडियोहरू बनाउनलाई यहाँ थुप्रो मान्छेहरू आउनुहुन्छ। यस्तो छ। अब हामी चाहिँ माथि मन्दिरको लगभग हामी मुनि आइसकेको छ साथीहरू। यस्तो छ। हेलो राम भाइ, हाई। कस्तो छ भाइ? बवाल छैन त? बवाल छैन। पछाडिको भ्यू तपाईँ त्यो बवाल छ। उताको काठमाडौँ हेर्नुहोस् है त, काठमाडौँ भ्याली साथीहरू। अनि त्यसपछि यतातिर चाहिँ साँखु हो है। त्यस साथीहरू अब हामी मन्दिरतिर
चाहिँ हेर्नुहोस् है यस्तो राम्रो पुरानो घरहरू है यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् एउटा यस्तो बवाल गेट छ यार, यो घरको गेट हेर्नुहोस् है बवालै छ यार। आमामा ल पुरानो संरचनाहरू तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो छ साथीहरू है, मलाई चाहिँ एकदम राम्रो लाग्छ यो ठाउँ। यहाँ विशेष गरी नेवार समुदायहरूले बस्नुहुन्छ यहाँबाट माथि हेरेर पनि पुग्छ साथीहरू। तर हामी चाहिँ माथिसम्म गाडीमा जानेवाला छ है हामी रोज। ल अब हामी चाहिँ इन्ट्री भइसक्यो है साथीहरू यहाँको ठाउँमा है। नेवार बस्ती होइन, हामी चाहिँ बस्तीभित्र छिरिसक्यो। यो भाइहरूको बाइक चाहिँ फसेको थियो है साथीहरू तलतिर, हाम्रो अगाडि आइपुगेछ। यस्तो छ मन्दिर जाने हो माथि, मन्दिर जाने हो। लगभग हामी इन्ट्री भइसक्यो है त साथीहरू। यस्तो छ साथीहरू है यहाँको मुनि स्टार्टिङबाट। अनि हामीले यहाँ पार्किङ गरेको छौँ। यहाँ हाम्रो दिदीहरू भेट्नु भएको छ है। तपाईँहरूलाई कस्तो लाग्यो ठाउँ? एकदम ठिक लाग्यो। कहाँबाट आउनुभयो तपाईँ? हजुर मुलपानीबाट आउनुभएको? एकदम घुम्नुभयो सबैजना आउने है। अहिले तिजको बेला यो भिडियो चाहिँ मैले किन बनाएको भन्दाखेरि यहाँ आउन सक्दैन बिचरा विदेशमा भएको होइन। अहिले दिदीबहिनीहरू होइन धेरै मान्छेहरूले चाहिँ यो मन्दिरहरू मैले चाहिँ देखाएको। अब मेरो च्यानल चाहिँ भिजन ब्लग्स 05 छ है। सब उहाँहरू चाहिँ दोलखाको हुनुहुँदो रहेछ होइन। उहाँहरूले सिन्धुपाल्चोक कुन ठाउँ दिदी? घाटखोलाको हो? शिवघाटको? तपाईँहरू के थरी हो? तपाईँ शेर भयो? हजुर चाहिँ तपाईँ छेत्री हो? होइन ल तपाईँले जिस्काउनु भयो मलाई हो। तपाईँ त तामाङ जस्तो लागेर मलाई त हो त। तपाईँले कसले छेत्री भन्नुहुन्छ त है? तपाईँलाई छेत्री चाहिँ भन्नुहुन्न है। ल मेरो ब्लगलाई चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नुहोस् है। भिजन ब्लग्स 05 भन्ने छ। 0 मेरो दाइको ब्लगमा यो चाहिँ धेरै यो चाहिँ मठ मन्दिरहरूको होइन यो झरनाहरूको ठाउँहरूको नेपालको धेरै ठाउँहरू चाहिँ मैले देखाउँछु। त्यस्ता छ ल, बाई गर्नुहोस् ल। कति हो भाइ यसको यो फुलको? यो पूजा छ 100 रुपियाँ हो। यसको चाहिँ 350 है। भित्र पुजारी हुनुहुन्छ अहिले है। यहाँ तपाईँहरूले इन्ट्री गर्ने ठाउँमा यस्तो राम्रो धारा है। एउटा कुरा चाहिँ साथीहरू अहिलेको सरकारलाई अहिलेको जमाना अहिलेको जुन मान्छेहरूले चाहिँ यतिको धारा बनायो भने 10 करोड चाहिँ भ्रष्टाचार गर्छ होला साथीहरू। पहिलाको मान्छेहरूले यति धेरै राम्रो चिजहरू बनाउनु भएको रहेछ होइन। अब पहिलाको मान्छेहरूले यति नबनाएको भए अहिलेको मान्छेले खै के बनाएको छ? एउटा मन्दिर बनाएको छैन। लजहरू पनि पाउँछ साथीहरू। यस्तो यस्तो चिजहरू छ। यो चाहिँ यो चङ्गु नारायण मन्दिरको चाहिँ सामानहरू यस्तो बवाल छ है साथीहरू। हेलो राम भाइ। हेलो बवाल छ नि त यहाँ बवाल यो ठाउँ एकदम घुम्न यहाँ त बिरामी पनि ठिक हुन्छ है साथीहरू यता आउँदाखेरि। मलाई चाहिँ यो नेवार बस्ती एकदम बेस्ट लाग्छ साथीहरू, घुम्नलाई बस्नलाई खानालाई है। ओहो के हो ठमेल जस्तै छ त यार। बवाल चिजहरू बाफ्रे यस्तो आँखी झालहरू यस्तो राम्रो चिजहरू हेर्नुहोस् न यहाँ। मैले चाहिँ सुनेको छु साथीहरू चङ्गु नारायणको मन्दिरमा राखेको पेन्टिङहरू चाहिँ वान अफ द बेस्ट पेन्टिङ भनेर चाहिँ मैले पनि सुनेको छु है साथीहरू। हेर्नुहोस् नि लगभग मन्दिरतिर आइपुग्नु छ। यो यस्तो टोपीहरू छ कस्तो देख्दैछ? बवाल छ नि स्टोनहरू छ है। यस्तो दामी बवाल स्टोनहरू छ। ल रेली नै हो यो। रेली त हो नि यस्तो चिजहरू छ। चङ्गु नारायणको साथीहरूले चाहिँ यो बचाइराख्नु भएको छ।
यहाँ पाउनुहुन्छ है कसैले चाहिन्छ भने यो चिजहरू। अनि यहाँ पैसाहरू छ होइन। श्री हामी पुग्छ मन्दिरभित्र, हामी इन्ट्री भइसक्यो साथीहरू। अब बाँकी अब मन्दिरको भिडियो आउँछ है त साथीहरू। पाठ गर्नको लागि यहाँ फुलहरू है साथीहरू, है बबाल बबाल फुलहरू यस्तो छ, बबाल बबाल छ यार। ल मन्दिरको झाल यस्तो छ साथीहरू, बाफ्रे। राम भाइ चाहिँ यहाँ बस्नु भएको छ साथीहरू, यति आनन्दले है। यस्तो पुरानो पुरानो चिजहरू बस्न पाउनु पनि एकदम आनन्द लाग्छ साथीहरू है। विशेष गरी मन्दिरमा घुम्ने कुरामा चाहिँ। अब चाहिँ म तपाईँहरूलाई मन्दिर देखाउँछु है त साथीहरू। यो हो चङ्गु नारायण मन्दिर, सबैभन्दा पुरानो मन्दिर है। अहिले तीजको विशेष उसमा मैले यो मन्दिरहरू देखाएको छु सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई। प्रत्यक्ष रूपमा यहाँ आउन नसक्नुहुने है दिदीबहिनीहरूको लागि है। हेर्नुहोस् है त वरिपरि चाहिँ यति बवाल छ। यो दरबार हो साथीहरू, दरबार दरबार, यो दरबार हो दरबार। यति बवाल छ। ठुलो ढुङ्गामा शिलाहरूमा यसरी चाहिँ कुदेको है। हात्ती जस्तो छ यो, हात्ती हो आमा, यो गजेन्द्र हात्ती। कहाँबाट आउनुभएको म आमा? चितवनबाट घुम्न आउनुभएको? पहिलोचोटि आउनुभयो हो? तर एउटा कुरा चाहिँ म भन्छु साथीहरू, यस्तै झन्डा चाहिँ हाम्रो गाउँको एउटा मन्दिरमा पनि थियो, तर चोरेछ कि साथीहरू है। यहाँ रहेछ है त्यस्तै झन्डा यार, झन्डा चोरेको रे है, त्यो छैन अहिले। यस्तै झन्डालाई बाघले समाते बसेको झन्डा थियो कि एउटा मन्दिरमा, चोरेछ। अनि मान्छेले चोरेछ होइन, सेम मलाई त्यसको सम्झना आयो। यहाँ रहेछ, यहाँ हेर्नु हात्तीहरू छ यहाँ है। अब यस्तो बवाल छ है। यो कसले बनाएको होला यार? पहिला पहिलाको मान्छे र अहिलेको मान्छेमा आकाश जमिनको फरक छ साथीहरू। एउटै ढुङ्गामा कुदेर एउटै ढुङ्गाबाट निकालेको होला यो हात्ती है। ओहो बाफ्रे, मान्नै पर्छ यार। यस्तो कला भएको हाम्रो पुर्खाहरूलाई धेरै सम्मान छ। यो यत्रो ठुलो घन्टी छ होइन, पुरै यो चाहिँ यसको खम्बा चाहिँ पुरै यो के भन्छ ढुङ्गाको खम्बा छ यहाँ है। यस्तो छ साथीहरू है। ओहो बाफ्रे, यहाँ पुनर्निर्माण हुँदै रहेछ मन्दिर एउटा। यस्तो बवाल छ यो मन्दिर, हेर्नुहोस् है साथीहरू। बाफ्रे बाफ्रे बाफ्रे। हेलो गाइज, म हो बसन्त लामा, भिजन ब्लग 05 है। आज चाहिँ भने म तपाईँहरूलाई एउटा यस्तो राम्रो होइन ठाउँको ब्लग लिएर आउनेवाला छु साथीहरू होइन। मैले धेरै जसो मन्दिरहरू होइन, विभिन्न किसिमका झरनाहरू, गाउँ ठाउँहरूको भिडियो म बनाउने गर्छु। आज भने म राम भाइको साथमा छु। हेलो भाइ, राम भाइ। हेलो। हामी जाँदैछु साथीहरू है। हामी बाटोमा छु। बाँकी भिडियो है तपाईँहरू हेर्दै गर्नु होला। विभिन्न किसिमका यस्तो रमाइलो रमाइलो भिडियोहरू मैले लिएर आउने गर्छु। अगाडि हेर्नु साथीहरू है, माथि जङ्गलमाथि चाहिँ चङ्गु नारायण मन्दिर छ। हामी बाटोमा छु, हामी दाजुभाइ। हामी ब्लग बनाउनको लागि विशेष गरी हामी त्यो ठाउँमा जाँदैछौँ है साथीहरू। चङ्गु नारायण चाहिँ मन्दिर चाहिँ माथि डाँडामा छ साथीहरू होइन। यहाँबाट मैले तपाईँहरूलाई यो देखाएँ। यहाँ पनि एउटा मन्दिर रहेछ साथीहरू है, त्यो माथि। अब केसँग चाहिँ यसको भ्लग आउँछ साथीहरू होइन। यो सबैजनाले मेरो भ्लगलाई माया गरिदिनु होला। मेरो भ्लगलाई भन्दा पनि नेपालको मठ मन्दिरहरू, नेपालको चाहिँ ब्युटिफुल ठाउँहरू होइन माया गरिदिनु होला साथीहरू। यस्तो छ साथीहरू चङ्गु नारायण जाने बाटो चाहिँ होइन। माथि हेर्नुहोस् तपाईँहरू मन्दिरहरू हेर्नु सक्नुहुन्छ। म जुम गरेर पनि देखाउँछु तपाईँहरूलाई। यस्तो छ है। एउटा घुम्नै पर्ने ठाउँ चाहिँ चङ्गु नारायण मन्दिर हो साथीहरू। हामी जाँदैछौँ है साथीहरू। बवाल छ। राम भाइ, बवाल छ होइन? मन्दिर घुम्नु जाँदैछ साथीहरू। बाटोहरू है 2 हप्ता समाप्त छ है। बाटो त बवाल रहेछ हेर, तल चाहिँ अलिक अफरोड रहेछ है। यो बवाल छ नि बाटो त।
बाफ्रे 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 मलाई यस्तो जङ्गलको बाटो हिँड्नु एकदम मजा लाग्छ यार। चङ्गु नारायण जाने बाटो है साथीहरू यो है। खालीबाट सक्छ यहाँको मान्छेहरू यति सुन्दर ठाउँमा बसेको रहेछ साथीहरू है। घरहरू छ, रुखहरू हेर्नुहोस् न है। पुरा हाम्रो जङ्गलको देखको जबरी घुम्ने ठाउँ चाहिँ यो। तर यस्तो छ के ठाउँ ठाउँमा चाहिँ यार, यस्तो चाहिँ फेरि फेवातालहरू बनेछ के। बाटो यस्तो एकदम यहाँ नगरपालिकाको कर यसरी तिर्न मिल्छ त साथीहरू। ल साथीहरू उताको भ्यू हेर्नुहोस् है। यता चाहिँ पानी पर्छ साथीहरू, माथि हामी चाहिँ वाउ क्या बवाल देखिरहेको यार। आकाश हेर्नु साथीहरू, आकाश यस्तो खुलेको छ है। बवाल छ चाहिँ यहाँ यति खतरा पिपल बोट रहेछ यार है। यस्तो पिपल बोटहरूको चाहिँ संरक्षण गर्नुपर्छ साथीहरू है। यो धेरै पुरानो हुन्छ यो चिजहरू। गाई चाहिँ यहाँ बाँधेको छ यसरी चाहिँ गाईहरूले चाहिँ फेरि समस्या पनि पार्न सक्छ है। यहाँ यस्तो छ है। यहाँबाट बवाल रहेछ त यहाँ चोक यार। चोक त बवाल रहेछ भाइ। ल हेर्नुहोस् यहाँबाट हिँडेर गइनुहुन्छ है साथीहरू। यहाँ चाहिँ यो चाहिँ यता चाहिँ पैदल यात्रा हो होइन। यहाँबाट चाहिँ यहाँबाट जाने हो गाडीहरू चाहिँ। ब्युटिफुल पिकनिक स्पोटहरू चाहिँ एकदम दामी छ यहाँ। यो चाहिँ एउटा अपाङ्गहरूको चाहिँ एउटा संस्था हो कि के खालको घर रहेछ यो। ल साथीहरू हिँडेर जान पनि मिल्छ। छेउमा एक साइडमा चाहिँ सिडीहरू बनाएको छ, अनि छेउमा चाहिँ पुरै ढलान बनाएको छ रोड साथीहरू। बवाल छ यार। अब हामी चाहिँ यो चङ्गु नारायणको सल्लाहघारीको जङ्गलमा है। धेरै मान्छेहरू आउँदो रहेछ साथीहरू पनि। बाटो तपाईँले देख्न सक्नुहुन्छ। बवाल छ त यार, बवाल ठाउँमा। धेरै समयपछि म आएको साथीहरू यहाँ चाहिँ। पहिला पनि म आएकै हो, तर त्यतिखेर मैले भ्लग बनाउँदै थिएँ साथीहरू होइन। अहिले चाहिँ धेरै समयपछि यो ठाउँमा आएको छु। यो चाहिँ किन भन्दाखेरि देश विदेश बस्नु हुने मेरो के अरे कलर्सहरूलाई यो छ भने चाहिँ यो चाहिँ चङ्गु नारायणको मन्दिर अहिले तिज पनि लागेको छ है साथीहरू। यही कारणले पनि देखाउनु पर्छ मैले। यहाँ प्रत्यक्ष आउन नसके पनि देश विदेश भएका दिदीबहिनीहरूको लागि, दाजुभाइहरूको लागि, नेपालीहरूको लागि यो चाहिँ मैले अहिले देखाउने सिजन पनि हो भनेर मैले यो गरेको छु साथीहरू। वाउ 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 जस्ट वाउ यार। कतिले हेर्ने हो भने यस्तो पानी पर्छ यार। फेरि है यो पानीले चाहिँ तपाईँको चाहिँ नदियोस् भन्ने कुरा हो। हेर्नुहोस् यहाँ पनि पिपलको बोट छ होइन। यतातिर आउँदाखेरि चाहिँ तपाईँहरूले यस्तो पिपलको बोटहरू चाहिँ धेरै देख्न सक्नुहुन्छ है साथीहरू। पिपलको बोटहरू है। ल हामी आइपुग्यो यो ब्युटिफुल ठाउँमा है। पार्किङ गर्ने हो। ल यस्तो छ साथीहरू यो ठाउँ है। यस्तो छ यहाँ मान्छेहरू थुप्रै यहाँ चाहिँ घुम्नलाई आउनु भएको छ है। टिकटक भिडियोहरू बनाउनलाई यहाँ थुप्रो मान्छेहरू आउनुहुन्छ। यस्तो छ। अब हामी चाहिँ माथि मन्दिरको लगभग हामी मुनि आइसकेको छ साथीहरू। यस्तो छ। हेलो रामाई, हाई। कस्तो छ भाइ? बवाल छ होइन? बवाल छैन। पछाडिको भ्यू तपाईँले हेर्न सक्नुहुन्छ। ल यहाँ आउँदा चाहिँ तपाईँहरूले धेरै पिपलको बोटहरू देख्न सक्नुहुन्छ साथी। यो पिपलको बोटहरूको चाहिँ संरक्षण गर्नुपर्छ, काट्नु हुँदैन है। यस्तो बवाल छ। उताको काठमाडौँ हेर्नुहोस् है त, काठमाडौँ भ्याली साथीहरू। अनि त्यसपछि यतातिर चाहिँ साँखु हो है। त्यसपछि माथि चाहिँ सिन्धुपाल्चोक जर्सिङपाबाट माथि चाहिँ यस्तो छ। आज म भाइसँग आएको छु यहाँ। हो छ। ल अब हामी चाहिँ इन्ट्री भइसक्यो है साथीहरू यहाँको ठाउँमा है। पुरा नेवार बस्ती होइन, हामी चाहिँ बस्तीभित्र छिरिसक्यो। धेरै राम्रो हो नि साथीहरू। अब हामी मन्दिरतिर लाग्दैछौँ होइन। लगभग पुगिसक्यो। हेर्नुहोस् है यस्तो राम्रो पुरानो घरहरू है यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् एउटा यस्तो बवाल गेट छ यार। यो घरको गेट हेर्नुहोस् है।
बवालै छ यार आमामा ल पुरानो संरचनाहरू तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो छ साथीहरू है मलाई चाहिँ एकदम राम्रो लाग्छ यो ठाउँ यहाँ विशेष गरी नेवारहरू नेवार समुदायहरू धेरै बस्नुहुन्छ यहाँबाट माथि हेरेर गयो भने पुग्छ साथीहरू तर हामी चाहिँ माथिसम्म गाडीमा जानेवाला छ है हामी यो भाइहरूको बाइक चाहिँ फसेको थियो है साथीहरू तलतिर हाम्रो अगाडि आइपुगेछ यस्तो छ है मन्दिर जाने हो माथि मन्दिर जाने हो लगभग हामी इन्ट्री भइसक्यो है त्यो साथीहरू यहाँबाट चाहिँ तपाईँहरूले यो चिजहरू देख्न सक्नुहुन्छ ल यस्तो छ साथीहरू है यहाँको मुनि स्टार्टिङबाट अनि हामीले यहाँ पार्किङ गरेको छौँ यहाँबाट चाहिँ माथि मन्दिर पुग्छ साथीहरू यहाँ तपाईँहरूले इन्ट्री गर्ने ठाउँमा यस्तो राम्रो धारा है एउटा कुरा चाहिँ साथीहरू अहिलेको सरकारलाई अहिलेको जमाना अहिलेको जुन मान्छेहरूले चाहिँ यतिको धारा बनायो भने 10 करोड चाहिँ भ्रष्टाचार गर्छ होला साथीहरू पहिलाको मान्छेहरूले यति धेरै राम्रो चिजहरू बनाउनु भएको रहेछ होइन अब पहिलाको मान्छेहरूले यति नबनाएको भए अहिलेको मान्छेहरूले खै के बनाएको छ एउटा मन्दिर बनाएको छैन है पहिलाको राजा महाराजाहरूले पहिलाको मान्छेहरूले यस्तो बवाल चिजहरू बनाएको छ यस्तो छ साथीहरू है यहाँबाट विभिन्न किसिमको ह्यान्डिक्राफ्टको सामानहरू यहाँ पाउनुहुन्छ तपाईँहरूले यहाँ रेस्ट गर्ने ठाउँ है आराम गर्ने ठाउँ यहाँ छ त्यो घर पुरै माथि चाहिँ झारहरू उम्रेछ है यस्तो चाहिँ यहाँ एकदम राम्रो लजहरू पनि पाउँछ साथीहरू यस्तो चिजहरू छ यो चाहिँ यो चङ्गु नारायण मन्दिरको चाहिँ सामानहरू यस्तो बवाल छ है साथीहरू ल हेलो राम भाइ हेलो बवाल छ नि त यहाँ बवाल यो ठाउँ एकदम यहाँ त बिरामी पनि ठिक हुन्छ है साथीहरू यता आउँदाखेरि है वस्तुहरू एकदम यहाँ चाहिँ किनमेल पनि गर्न पाइन्छ प्राय हामी यतातिर आइरह हुन्छ साथीहरू होइन पर्यटकहरू टन्नै घुम्नुहुन्छ है विश्व सम्पदा सूचीमा परेको हाय यस्तो छ है साथीहरू यति गेडा फाल्यो भने पैसै आउँदैन होला अनि यो बाइकहरू चाहिँ कहाँबाट आएको छ यार यताबाट उताबाट मल्लीगण्डीबाट छैन मसिन बवाल छ नि होइन प्रत्येक ढुङ्गामा यस्तो चाहिँ पुगेको छ साथीहरू ल हेर्नुहोस् घरहरू हेर्नुहुन्छ भने यस्तो मलाई चाहिँ यो नेवार बस्ती एकदम बेस्ट लाग्छ साथीहरू घुम्नलाई बस्नलाई खानालाई है यति दामी छ यस्तो छ ओहो यार के हो ठमेल जस्तै छ त यार बवाल चिजहरू बाफ्रे यस्तो आँखी झालहरू 5 मिनटको लुगाहरू पाउँछ है यस्तो साथीहरू माथि तपाईँले मन्दिरको गजुर देख्नुभएको छ है बवाल छ नि है कति वर्ष होला यस्तो एउटा खोइ घरमा सजावट गर्नको लागि हो यस्तो राम्रो चिजहरू हेर्नुहोस् न यहाँ पेन्डिङ ल पेन्डिङ मलाई त ल पेन्डिङ गरेर पेन्टिङहरू चाहिँ चाहिन्छ भने साथीहरू है यति बवाल छ मैले चाहिँ सुनेको छु साथीहरू चङ्गु नारायणको मन्दिरमा राखेको पेन्टिङहरू चाहिँ वान अफ द बेस्ट पेन्टिङ भनेर चाहिँ मैले पनि सुनेको छु है साथीहरू हेर्नुहोस् पसल व्यवसायहरू यस्तो छ अब हामी लगभग मन्दिरतिर आइपुग्नु छ सिलाइ हो नि त यो यस्तो टोपीहरू छ कस्तो देख्दो रहेछ बवाल छ नि बवाल छ जाडो महिनामा तपाईँहरूले यहाँ एउटा अचम्मको चिज रहेछ साथीहरू म देखाउँछु है तपाईँहरूलाई ढुङ्गा हुँदो रहेछ ल साथीहरू स्टोनहरू छ है यस्तो दामी बवाल स्टोनहरू छ ब्रदर ल रेली नै हो यो रेली त हो नि खतरा हुन्छ यस्तो चिजहरू छ यसलाई भन्छ हारी है साथीहरू हामी हारी भन्छ यसलाई हारी हाम्रो पहिला धेरै प्रत्येक हाम्रो छोरी मान्छेहरूसँग यो हुन्थ्यो अहिले
यो लगभग छोडिसकेको छ तर चङ्गु नारायणको साथीहरूले चाहिँ यो बचाइराख्नु पर्छ यहाँ पाउनुहुन्छ है कसैले चाहिन्छ भने यो चिजहरू अनि यहाँ पैसाहरू छ होइन श्री त्यो चिजहरू यहाँ छ कहिलेको पैसा हो कहिलेको नि अब वाउ अमेजिङ साथीहरू यति सफा छ होइन यति सफा छ होइन मन्दिर ज्यादातर फोहोर देख्छु होइन तर पनि यहाँको मन्दिर चाहिँ एकदम सफा छ साथीहरू यस्तो बवाल छ नि यहाँबाट गएपछि हामी चाहिँ मन्दिरमा इन्ट्री हुन्छ है साथीहरू यहाँबाट मन्दिरको वरिपरि यस्तो बस्ने ठाउँहरू छ हेर्नुहोस् पाठीहरू अनि यहाँनिर यता थङ्ग ग्लोरी रहेछ होइन यहाँबाट हामी पुग्छौँ मन्दिरभित्र हामी इन्ट्री भइसक्यो साथीहरू अब बाँकी अब मन्दिरको भिडियो आउँछ है त साथीहरू ल पूजापाठ गर्नको लागि यहाँ फुलहरू है साथीहरू है बबाल फुलहरू यस्तो छ बबाल छ यार ल मन्दिरको झाल यस्तो छ साथीहरू बाफ्रे राम भाइ चाहिँ यहाँ बस्नुभएको साथीहरू यस्तै आनन्दले है यस्तो पुरानो चिजहरू बस्न पाउनु पनि एकदम आनन्द लाग्छ साथीहरू है विशेष गरी मन्दिरमा घुम्ने कुरामा चाहिँ अब चाहिँ म तपाईँहरूलाई मन्दिर देखाउँछु है त साथीहरू यो हो चङ्गु नारायण मन्दिर सबैभन्दा पुरानो मन्दिर है अहिले तीजको विशेष उसमा मैले यो मन्दिरहरू देखाएको छु देश विदेश छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई प्रत्यक्ष रूपमा यहाँ आउन नसक्नुहुने है दिदीबहिनीहरूको लागि है हेर्नुहोस् है त वरिपरि चाहिँ यति बवाल छ यो दरबार हो साथीहरू दरबार यो दरबार हो ती बवाल छ अनि यहाँ एउटा कुरा चाहिँ के छ भन्नु होला भन्दा साथीहरू यहाँ एउटा पानी खाने ठाउँ छ कि हेर कहाँ हो तामाको भाँडामा पानी राखेको हुन्छ होइन त्यो चाहिँ बब्बालै मिठो हुन्छ के किन यति मिठो हुन्छ त्यो पानी यस्तो छ है यो हो चङ्गु नारायण मन्दिर यहाँ चाहिँ यस्तो ठुलो ढुङ्गामा शिलाहरूमा यसरी चाहिँ कुदेको है हात्ती जस्तो छ यो हात्ती हो आमा यो गजेन्द्र हात्ती कहाँबाट आउनुभएको आमा चितवनबाट घुम्न आउनुभएको पहिलोचोटि आउनुभयो हो दोस्रो पटक तपाईँ आउनुभयो चितवन कुन ठाउँबाट आउनुभएको ए हजुरहरू अनि म चाहिँ सानो भिडियो बनाएको हामी त यता आइरहन्छौँ अनि टिकट त काट्नु परेन नि है त्यस्तो त छैन है रमाइलो छ आमा हामी बौद्धबाट आएको हामी बौद्ध बस्छ घर चाहिँ हाम्रो सिन्धुपाल्चोक हो यहाँ चाहिँ चितवनबाट यहाँ आमा बुवाहरू घुम्न आउनु भएको रहेछ साथीहरू होइन यहाँको मन्दिरले उहाँहरूलाई लामो आयु सुस्वास्थ्य राखोस् उहाँको परिवारको कामना उहाँहरूको केही छ पुरा होस् है यस्तो झन्डाहरू छ यहाँ तर एउटा कुरा चाहिँ म भन्छु साथीहरू यस्तै झन्डा चाहिँ हाम्रो गाउँको एउटा मन्दिरमा पनि थियो तर चोरेछ कि साथीहरू है यहाँ रहेछ है त्यस्तै झन्डा यार झन्डा चोरेको रे है त्यो छैन अहिले यस्तै झन्डालाई बाघले समाते बसेको झन्डा थियो कि एउटा मन्दिरमा चोरेछ अनि मान्छेले चोरेछ होइन सेम मलाई त्यसको सम्झना आयो यहाँ रहेछ त्यस्तो जलबिरेको मन्दिरको झन्डा होइन चोरेको यस्तो छ साथीहरू है अनि यहाँ होइन हात्तीहरू छ यहाँ है अब यस्तो बवाल छ है यो कसले बनाएको होला यार पहिलाको मान्छे र अहिलेको मान्छेमा आकाश जमिनको फरक छ साथीहरू एउटै ढुङ्गामा कुदेर एउटै ढुङ्गाबाट निकालेको होला यो हात्ती है ओहो बाफ्रे मान्नै पर्छ यार यस्तो कला भएको हाम्रो पुर्खाहरूलाई धेरै सम्मान छ यार यस्तो यहाँ हेर्नुहोस् है यो यत्रो ठुलो घन्टी छ होइन पुरै यो चाहिँ यसको खम्बा चाहिँ पुरै यो के भन्छ ढुङ्गाको खम्बा छ यहाँ है यस्तो छ साथीहरू है ओहो बाबा यहाँ पुनर्निर्माण हुँदै रहेछ मन्दिर एउटा यस्तो बवाल छ यो मन्दिर हेर्नुहोस् है साथीहरू यो मन्दिर ल हेर्नुहोस् है साथीहरू
यस्तो मन्दिर छ नि होइन, बब्बालै छ कि, यो त बब्बाल छ कि बब्बाल। यो चाहिँ चङ्गु नारायण मन्दिरको चाहिँ भ्लग तपाईँहरूको सामु यसरी मैले लिएको छु। हेर्नुहोस्, यो चाहिँ मन्दिरको मेन गेट हो साथीहरू। मन्दिरको मेन गेट चाहिँ यस्तो बवाल छ, हेर्नुहोस् माथि मन्दिर यस्तो बवाल छ नि। कुकुरहरू चाहिँ यहाँ दियो बनिरहेको छ। जाल हेर्न भाइ, जाल जाल क्या बवाल छ, के खण्ड गरिरहेको छ उता। यो हो चङ्गु नारायणको मन्दिर, यस्तो बवाल छ। मैले यहाँलाई देखाउँदैछु ल। ओहो ल, यतापट्टिको गेट पनि म तपाईँहरूलाई देखाउँछु है त। ओहो बवालै छ नि यो त, बवालै छ बवालै छ। यहाँबाट चाहिँ बाहिर निस्किन्छ है साथीहरू। यहाँबाट बाहिर निस्क्यो भने चाहिँ पुरै काठमाडौँ देख्छ है साथीहरू। यहाँबाट देखाउँछु यो पनि तपाईँहरूलाई। यहाँ आइसक्यो होइन, यस्तो छ नि होइन। बाफ्रे, मन्दिरबाट देखेको यो दृश्य साथीहरू यस्तो छ है। ऊ त्यो परको चाहिँ साँखु बजार है साथीहरू। तपाईँहरूले साँखु भन्ने मात्रै थाहा होला है। यो त्यो बजारको नाम चाहिँ लावण्य पनि भन्छ है साथीहरू, लावण्य बजार पनि भन्दछ त्यसलाई। प्रायः चाहिँ मान्छेले साँखु भनेर चिनिँदो रहेछ, तर लावण्य बजार भनेर त्यसको चाहिँ एकदम पुरानो नाम चाहिँ लावण्य बजार रहेछ। ल हेर्नुहोस्, यहाँबाट तपाईँहरूलाई म देखाउँछु। वाउ, यस्तो छ साथीहरू है। ल पुरै काठमाडौँ चाहिँ यहाँ काठमाडौँ देख्छ पुरै साथीहरू। ल हेर्नुहोस्, त्यहाँ चाहिँ नेपालको झन्डा राखेको छ साथीहरू। यस्तो छ पुरानो घरहरू छ है साथीहरू। यहाँ सिँढी यस्तो छ कि साथीहरू है, हिँडेर आउने सिँढी ऊ तलबाट यस्तो बवाल सिँढी बनाएको छ। ल यता आउने भाइ, आऊ आऊ, यता बब्बाल ठाउँ रहेछ यार। बाफ्रे 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 बाफ्रे, यो चाहिँ यहाँको चाहिँ यो चाहिँ वासरुम रहेछ है साथीहरू। यो चाहिँ यस्तो माथि चाहिँ पुरै यो चाहिँ किन सफा गरेन होला यो वरिपरि रुखहरू। ऊ त्यो परको डाँडा छ नि साथीहरू, त्यो चाहिँ पृथ्वीनारायण शाहले चाहिँ यहाँको राजालाई चाहिँ त्यहाँबाट एट्याक हानेको भन्ने कुरा रहेछ होइन। त्यो चाहिँ एउटा गढी है पृथ्वीनारायणको, त्यसको भिडियो पनि आउँछ साथीहरू। त्यो चाहिँ त्यसको चाहिँ छुट्टै आउँछ है साथीहरू, योसँगै आउँदैन, त्यसको भिडियो चाहिँ छुट्टै आउँछ। यस्तो बवाल छ यार हेर्न, बस्ने ठाउँहरू पनि होइन यस्तो बवाल तरिकाले। मेरो ह्यान्डसम भाइ राम लामा, यो बवाल एउटा चाहिँ झन्डो फरफराइरहेको छ। यहाँ हाम्रो दिदीहरू भेट्नु भएको छ है। तपाईँहरूलाई कस्तो लाग्यो ठाउँ? एकदम ठिक लाग्यो। कहाँबाट आउनुभयो तपाईँ? हजुर, मुलपानीबाट आउनुभएको? एकदम घुम्नुभयो सबैजना आउने है। अहिले तिजको बेला यो भिडियो चाहिँ मैले किन बनाएको भन्दाखेरि यहाँ आउन सक्दैन बिचरा, विदेशमा भएको होइन। अहिले दिदीबहिनीहरू होइन धेरै मान्छेहरूले चाहिँ यो मन्दिरहरू मैले चाहिँ देखाएको।
अब मेरो च्यानल चाहिँ भिजन ब्लग्स 05 छ है सब्सक्राइब गर्नुहोस् है आउनु होला हजुरहरू मन्दिरमा घुम्नलाई हैन हजुरको घर चाहिँ कहाँ हो दुल्खा दोलखा हजुर ए हाम्रो पनि दोलखाको छेउछेउमै हो नि हो सिन्धुपाल्चोक हाम्रो कुन ठाउँ हजुरको दोलखा सुनखानी सुनखानी हजुरको ल उहाँहरू चाहिँ दोलखाको हुनुहुँदो रहेछ होइन उहाँले दोलखा सिन्धुपाल्चोकको है भाइ सिन्धुपाल्चोक कुन ठाउँ दिदी घाँखोला पारी घाटखोलाको हो हजुर घाँखोला पारी शिवघाटको शिवघरको तपाईँहरू के थरी हो म शेर भयो तपाईँ सेयर भयो हजुर चाहिँ मेरो बुढा चाहिँ तामाङ हो नि तपाईँ छेत्री हो होइन ल तपाईँले जिस्काउनु भयो मलाई हो किन तर आउँछ नि त तपाईँ त तामाङ जस्तो लागेर मलाई त मलाई सबले तामाङै हो त तपाईँले कसले छेत्री भन्नुहुन्छ त है खर्च हो तपाईँलाई छेत्री चाहिँ भन्नुहुन्न है ल ल मेरो अब म ब्लग के भन्नु त? ब्लगलाई चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नुहोस् है हुन्छ हुन्छ भिजन ब्लग्स 05 भन्ने छ 0 सबैजना आइसक्यो है मेरो दाइको केमा रे ब्लगमा ब्लगमा यो चाहिँ माठ मन्दिरहरूको होइन यो झरनाहरूको ठाउँहरूको नेपालको धेरै ठाउँहरू चाहिँ मैले देखाउँछु त्यस्ता छ ल बाई गर्नुहोस् ल बाई बाई